हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई आजको मेरो मिनी भ्लगमा। आज म ड्युटीबाट रुम आउँदा त रुम त चिटिक्क परेको रहेछ, किनभने हामी दुईजना हिजो रुममा थिएनौं अनि हामी दुईजना सँगै घर फर्किम। घर फर्किँदाखेरि त बुढाले मेरो लागि सरप्राइज दिनको लागि फुल लिएर आउनु भएको रहेछ। म चाहिँ रुम आउने बित्तिकै फ्रेश भएर सुरुमा बेडसिट चेन्ज गर्न लाए, जुन चाहिँ मैले अस्ति जोगबनीबाट ल्याएको थिएँ। अनि मैले हिजो अब मेरा सुखका दिन आए भनेर त्यसै भनेको हैन। मेरो बुढाले अब कपडा धुदै हुनुहुन्छ सबै, तबसम्म मैले खाना पनि पकाउन थाले। खाना खाएर सकिसकेपछि मलाई फोन पो आयो, तपाईको फेरि पार्सल आएको छ आज भनेर, जुन चाहिँ आज मलाई अरु पनि इम्पोर्टेन्ट काम भएको भएर खोल्नलाई हतार गरेन। आजको इम्पोर्टेन्ट काम गर्नको लागि हामी बुढाबुढी दुईजना रेडी भयौं। त्यसपछि स्कुटीमा सर सुरुमा चाहिँ एटीएम पुग्यौं पैसा निकाल्नको लागि। पैसा निकालेर सकिसकेपछि फेरि स्कुटीमा बसेर सरर हामी पुग्यौं मेरो लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्नको लागि। आजको इम्पोर्टेन्ट काम भनेको नै यही हो। जीवन बीमा भनेको सेभिङ मात्र हैन, यो त तपाईहरुको लभड वान्सको फ्युचरको सुरक्षा पनि हो। मलाई चाहिँ यो लाइफ इन्स्योरेन्स सबैले गराउनु पर्छ भन्ने लाग्छ। मैले त गरिसके, तपाईहरुले नि। त्यसपछि हामीलाई एकदमै धेरै गर्मी भएको थियो, त्यही भएर हामी सिधै गयौं वेक अप। यो हेरेर तपाईहरुले पक्कै पनि गेस गर्नुभयो होला कसको कफी कुन हो भनेर। घर पुग्ने बित्तिकै चाहिँ मलाई पार्सल खोल्न हतार भयो। यो पनि मलाई पढ्न मन लागेको बुकहरु थियो। मैले पार्सल खोल्दै गर्दा त पछाडीबाट बुढाले लौ तिमीलाई मैले साउनको गिफ्टहरु ल्याइदिएको छु पो भन्नुहुन्छ। यो साउनको गिफ्टमा त मेरो फेभरेट आँप पनि रहेछ। अब गिफ्ट ल्याइदिसकेपछि मलाई आफ्नै हातबाट लगाइदिनु भनेर मैले चुडा पनि बुढाकै हातबाट लगाए। आजलाई यति नै, भोलि फेरि भेटौँला अर्को मिनी भ्लगमा। बाइ बाइ साथीहरु।